एकजना साथीले 3 महिनासम्म दिनकै भिडियो पोस्ट गर्दा पनि कुनै पनि भिडियोजमा 200 भ्युज भन्दा बढी आएन, किनकि उसले एउटा सिम्पल मिस्टेक गरेको थियो। ऊ मका आयो र भन्यो भिडियोहरुमा कसरी धेरै भ्युज लिएर आउने। मैले उसको प्रोफाइल हेरे र उसले के मिस्टेक गरेको रहेछ थाहा पाइहाल्यो। उसले आफ्नो प्रोफाइलमा डिफ्रेन्ट फिल्डको डिफ्रेन्ट भिडियोज पोस्ट गर्ने रहेछ। कहिले लाइफस्टाइल सम्बन्धी, कहिले ब्रेकिङ न्यूज सम्बन्धी, कहिले स्पोर्ट्स सम्बन्धी, कहिले म्युजिक सम्बन्धी, जे उसलाई इन्ट्रेस्टिङ लाग्छ उसले त्यसकै भिडियो बनाएर पोस्ट गर्ने रहेछ। मैले उसको मिस्टेक बुझिहालेँ। मैले उसलाई के भने भन्दा एउटै प्रोफाइलमा डिफ्रेन्ट टपिकको भिडियो हाल्ने होइन। डिफ्रेन्ट टपिकको भिडियो पोस्ट गर्न डिफ्रेन्ट सोशल मिडिया एकाउन्ट बनाउने हो र एउटा सोशल मिडिया एकाउन्टमा एउटै टाइपको कन्टेन्ट हाल्ने हो। जब उसले एउटै प्रोफाइलमा एउटै टाइपको कन्टेन्ट हाल्न थाल्यो, विदिन 3 मन्थ्स हरेक भिडियोज 10K भ्युज भन्दा बढी आउन थाल्यो। डिफ्रेन्ट टाइपको कन्टेन्ट एउटै प्रोफाइलबाट हाल्दा अल्गोरिदम कन्फ्युज हुन्छ तपाईको कन्टेन्ट कसले रुचाउँछ भनेर। एउटै खालको कन्टेन्ट एउटै प्रोफाइलबाट हालिराख्नु भयो भने तपाईको कन्टेन्टलाई कस्तो सुइटेबल टार्गेटसँग म्याच गराउने अल्गोरिदमलाई ठ्याक्कै थाहा हुन्छ र भ्युज पनि मजाले बढ्छ। त्यसैले वान कन्टेन्ट टाइप फर वान प्रोफाइल, यो याद गर्नु होला। यदि तपाईलाई आफ्नो सोशल मिडिया एकाउन्ट राम्रोसँग ग्रो गर्न मन छ भने त्यसमा हामी तपाईलाई राम्रो सहयोग गर्न सक्छौं। थप जानकारीको लागि हामीलाई मेसेज गर्नु होला।